तिमी चाहिँ कहिले हौ अब चाहिँ तिम्रो टर्न होला है भन्दै है अब यस्तो खालको सेन्टेन्सहरू चाहिँ हामीले पुरा सुन्नेछ किनभने अब चाहिँ बिहाको सिजन स्टार्ट भयो। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो भिडियो चाहिँ मेरो साथीको बिहाको हो, त्यहाँ चाहिँ कालिम्पोङमा भइरहेको छ। हामी चाहिँ सँगै ग्रेजुएट भएको साथीहरू हो र आज चाहिँ उसको बिहा खानामा गइरहेको छ। र यहाँ चाहिँ मसँग राज छ, उसले चाहिँ मलाई अर्कादेखि पिक गरेको। अनि यो चाहिँ हामी कलेज जाने बाटो हो। हामी यो बाटो कति हिँड्थ्यो है भन्दै त्यही गफ गर्दै हामी चाहिँ जाँदै थियौँ। यहाँ हेर्नुहोस् होला, हामी चाहिँ यही कलेज सँगै पढेर चाहिँ सँगै ग्रेजुएट भएको साथीहरू हो र आज चाहिँ उहीँ साथीको बिहा छ। अनि हामी चाहिँ कलेज टाइमको कुरा गर्दै गर्दै चाहिँ बिहाघर पनि पुग्यो। अनि बिहाघरमा पुग्दै यहाँ बेहुला र बेहुली चाहिँ गचक्क भएर बसिरहेको रहेछ। अनि उनीहरूको यहाँ खदा माला हुँदै रहेछ। त्यहाँदेखि हामीले पनि उनीहरूलाई खदाहरू लगाइदियौँ। उहाँ चाहिँ हुनुहुन्छ मेरो साथी बसन्त र उहाँको बेहुली मनिषा। हामी चाहिँ आफ्टरनुन टाइममा पुगेको थियौँ। अनि यहाँ चाहिँ अब डान्सहरू पनि स्टार्ट भइसकेको थियो। बिहामा डान्स नभए त बिहा जस्तै हुँदैन है, त्यही भएर यहाँ आन्टीहरूले चाहिँ मजाले रमाइलो गरिदिनु हुँदै थियो डान्स गरेर। हामी चाहिँ बसेर र यहाँ चाहिँ मैले कमला आन्टी पनि भेटेँ। अनि कमला आन्टी आउनुहोस् भिडियो गरौँ भनेको त चस्मा लगाइहाल्छु ल भन्नुभयो। अनि ऊ चाहिँ चस्मा लगाएर नै भिडियो गर्नु हुने अरे। बिहा घर मुनि नै मेरो बहिनीको पनि घर थियो। अन्त म चाहिँ बहिनी र शिवांशलाई भेट्नु गएको थिएँ। ऊ शिवांश त मसँग लजाएर केही छैन, उसको घरमा मलाई देखेर होला कि बोल्नै मानेकै थिएन। हाम्रो चाहिँ अरू साथीहरू पनि पर्खिँदा चाहिँ लेट भयो, उनीहरू चाहिँ आइपुगेन। त्यही भएर हामीले चाहिँ खाना खानु स्टार्ट गऱ्यौँ। हामी चाहिँ यहाँ खाना खाँदैछ र खाना खाइसकेको बाद चाहिँ उनीहरू पनि आयो। यहाँ चाहिँ मेरो अर्को साथी सन्दीप, उसको साथी हो। अनि यहाँ छ अर्को साथी विश्वदीप। उनीहरू चाहिँ एकदम ब्याङ्कर भएर एकदम बिजी पर्सन छ। उनीहरूले चाहिँ लेट एन्ट्री दिइरहेको छ। ढिलै भए पनि सबै साथीहरू आइपुग्यो है। अनि लास्टमा हामी सबैजना भेट भयो। त्यही हामी सबैजना सँगै कलेज पढेकोहरू थियो। त्यही अन्त सबै बेहुला बेहुलीसँग फोटोहरू क्लिक गऱ्यो। यहाँ चाहिँ बेहुला बेहुलीको फोटोसुट हुँदै रहेछ। अनि लेट भइसकेको थियो, त्यही भएर हामी चाहिँ सबैजना अब चाहिँ बिहाघरबाट निक्लिँदैछ। सबैलाई मैले चाहिँ बाई भन मेरो भिडियोमा भनेर बाई भन्नु लाउँदैछु। सो यही थियो आजको भिडियो।